मेरो यात्रा नेपालगञ्जदेखि सुर्खेतसम्मको थियो। सुर्खेत जाँदा बीच बाटोमै मलाई देउताले समाए। देउताले समाएर हेर्नुहोस्, यो भिडियोमा पनि देख्न सक्नुहुन्छ मेरो हालत कस्तो भइरहेको छ। साइडमा बाजे बसिरहेका छन्, उता छिन्चुदेखि उता माथि कतातिरको बाजे हुन्। हेर्नुहोस्, मेरो देउता चढेको छ, मेरो कुल देउता। मलाई हेर्नुहोस्, एकदम काप छुटेको छ। गाडीभित्र बसेको, पछाडि लेडिज बस्नु भएको थियो। यताउता केही लसपस भएको पनि हुनसक्छ, उतै नेपालगञ्ज होटलतिर लसपस भएको पनि हुनसक्छ। मलाई चाहिँ होइन, एकदम खरो खरो भएको छ। हेर्नुहोस्, मेरो कुल देउता चढेको छ मलाई होइन। बाजेले साइडबाट हेरिरहेछन्, के गरिरहेछ यो मान्छेले भनेर। उता अर्को दाजुले पनि हेर्दैछन्, के गरिरहेछ यसले, दारू खाएर नाटक देखाउन लाग्यो भनेर सोचिरहेका होलान्। त्यस्तो होइन, मलाई भित्रैबाट होइन कम्पन छुटिरहेको छ, भित्र